Hi everyone, welcome back to my channel. आज चाहिँ मेरो बेडदेखि नै भ्लग बनाउँदैछु। म अघि उठेर फ्रेस भएँ अनि फेरि आएर ढल्केको। अब चाहिँ म उठेर कामहरूमा निस्किन्छु। आज म बिहानदेखि दिनभरि के गर्छु म तपाईँहरूलाई देखाउनेवाला छु। लेट्स गो। बाइक एकछिन तताउनु पर्ने हुन्छ। कटर लानुपर्ने भयो अरे। कटर चाहिँ यतिको छ। अब म दुइटा जस्तो चाहिँ टिपेर पसलमा लान्छु। बिक्री हुन्छ हुँदैन नि हेरौँ। यसो मङ्गलबार छु पठाएर घुम्दै। हामी कता हिँडेको अरे मुकुन्दै? पसलको लागि सामान लिनुको लागि चाहिँ अहिले हामी कृषि बजार जाँदैछौँ। टमाटर सकिएको छ। टमाटर हेरौँ आजको कस्तो छ। आजको बिहानी जस्तो देखिन्छ, एकदमै सुन्दर। बेटिलो भन्दै ल यो चाहिँ कृषि बजारै घरको लागि होइन। त्यही भएर यहाँ चाहिँ टक्कले सब्जी सब टाकटुक सब यहीँ आउँछ गाइज बरानको। ल अहिले चाहिँ भने हामी कृषि बजारदेखि सामान लिएर घर जाँदै गरेको। फेरि यो टमाटर पनि एकदम बहुमूल्य भइसकेको छ तापले। टमाटरको भाउ सुन्दै सक्छ गयो। ल अहिले चाहिँ हामी टक्कसँगले तिनजना चाहिँ शङ्करबेरी ताल जाने भनेर हिँडेको। अल्छी लाग्यो, घाम लागिरहेछ। प्रशान्त मिस्त्री यस्तो घाम लागिरहेछ। अब शङ्करबेरी ताल यसो त्यहाँ पैयौँ फुलिरहेछ अरे क्या। पैयौँ यसो घुमेर आउने होइन त तिनजना। खै त मित्रहरू हामी चाहिँ टिलिक्क परेको घाममा अब शङ्करबेरी ताल त्रिपल लोड हरियालीको जङ्गल हुँदै टाड्याङ 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 हेलो भनिदेऊ दुईजनाले, नमस्ते गरिदेऊ दुईजनाले। खोइ भाग्यमानी हुनु। दुईजनालाई ओभर गर्नु भएन नि, हावा खुवाउनु लगेको। एकछिन पेट भरिँदो रहेछ कि भरिँदैन रहेछ म सोध्छु नि। पेट भरेन पेट भरिन्छ। नाम दाजु चाहिँ के भन्छ त्यस्तै भन्छ। ल हरियालीको जङ्गलमा भेट्नुपर्छ। अहिले चाहिँ हामी हरियालीदेखि तलतिर जाँदैछौँ, शङ्करबेरी जङ्गलमा जाँदैछौँ। ल जङ्गलको बाटो चाहिँ यस्तै छ है, हालत यस्तो छ होइन। अब हामी शङ्करबेरी पुगेपछि हेर्छौँ। बाटो त यस्तै हो सबैतिर हो। अनि मेरो भ्लगमा नयाँ हुने जतिले चाहिँ सबैले सब्सक्राइब गर्नु होला। र म सर्ट भिडियोहरू पनि हालिरहेको हुन्छ कि सर्ट भिडियो हेर्नेहरूले पनि सब्सक्राइब गरिदिनु होला। बा के हो सर्ट भिडियोमा चाहिँ आमामा 1000 प्लस आएर पुरा हेरिदिनुहुन्छ होइन हो। फेरि मेरो सब्सक्राइबर चाहिँ कति छ दाजु? आम्बो बिल्ला हुन्छ नि फेरि त्यस्तो चाहिँ होइन। ल 1000 कटेपछि त कमसेकम सब्सक्राइबर पनि कट्नु नि त हौ। के हो रातो बटन थिचिदिँदा के हुन्छ?
त घरै पछि यहाँ पनि ओ माई गड यहाँ जाने मधेसमा चाहिँ अलिकति गर्मी चाहिँ हुन्छ कि बनाउँदैछ अलिकति गर्मी चाहिँ हुन्छ तर कस्तो राम्रो हुन्छ क्या ठाउँ नै चम्म हरियाली सबै हो भिडमा चाहिँ राम्रो हो औषधी बिगाको ताल सबैजना पसिसक्यो होइन कसले ए यो के भन्छ अबैले कि एउटा जब एप्लिकेसनमा तपाईँको नम्बर दिएको छ भनेर तपाईँले भनेको दिनु होइन त्यही फोन गरेको होला फोन गर्छ भन्ने अहिले चाहिँ हामी शङ्कर बेली पुगिसकेको छौँ यस्तो दामी फुल फुलिरहेको छ फुल टिप्न मनाइ छ कृपया फुल नटिपिदिनु होला लिनु ल अहिले चाहिँ हामी शङ्कर बेली सानो यो लुरी चाहिँ फेरि हाल्नु दिने यसलाई जाऊ जाऊ भन्दै बसिरहेको ताल सुस्मिता सिकाइदियो त पोज मेरो भइसक्यो के भयो अरे मेरो फोटो आइसक्यो सबै ल अहिले चाहिँ हामी यहाँ शङ्कर बेली तालमा आइपुगेको छौँ मान्छेहरूको भिड चाहिँ देख्न सक्नुहुन्छ तर यार यो फुल त दामी फुलेको रहेछ नि त है म त यो अर्कै रूप भनेको त अर्कै फुल पो रहेछ ल जाउँ यस्तो एक राउन्ड हानेर राम्रो टिकट अनि 20 रुपियाँ लाग्दो रहेछ 20 रुपियाँ त पचाउनु परेन घुमेर ताल यस्तो पारिपट्टि दामी फुलहरू छ यार यहाँनिर चाहिँ यो रुख यो ठुटा ठुटा हाम फाल्नुपर्ने क्या सुई 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 त्यो त्यहाँ पुल थियो नि भत्केर झरेको हो क्या यहाँ पनि हामीहरू एकचोटि साथीहरूसँग आइसक्यो क्या किशोरहरू उत्सवहरू विनोद साथीहरू मेरो यस्तो गएर उहाँ माथि पुल छ होइन उहाँ माथि पुल छ होइन उ त्यहाँनिर त्यहाँसम्म गएर ल तिमीहरू दुईजना पनि आयो यता फेरि म पनि आएँ जस्तो चाहिँ सब टिकटक पोखरीमा लड्नु भयो भने चाहिँ फेरि तनाव हुन्छ नि चौरमै लड्नु भयो भने त ठिकै हो के खाइछ पानीपुरी खाइछ यता चाहिँ स्टलहरू कस्तो माथि पानी छ 가려진 오랜 시간이 우리를 다시 불러와 어느 곳에 있어도 그 끝은 항상 너인걸 Cause I'm falling slowly in love with you 오랫동안 पाले आएको छैन कि यो पुलमा म यो पुलै सबै भारी लगाएर धरान लगेर सर्दिम यस्तै पुल लगाएर फोटो खिच्छ यस्तो पुल मैले पर्खिनु पर्ने पालो फोटो खिच्न नपाएर बिजोग छ मलाई यस्तो तनाव भइरहेछ यता भिडियो सकिसक्यो म यस्तो समयमा पनि डिप्रेसनमा गएको छुइनँ क्या यता पुऱ्याइसक्यो भिडियो सक्यो सबैको भिडियो सक्यो अब यहाँनिर पुलमा फोटो खिच्न बाँकी 2 घन्टा भइसक्यो लाइन 2 घन्टा चाहिँ भएको छैन ल तिमी रेडी भइराख कि
म कुदेर पसिजान्छु म रेडी नै छु ल ल ल अब चाहिँ हामी शङ्कर बेलीदेखि घर फर्केको अवस्था ल सबैजना टिकटक फोटो हो फेरि पुलले पनि सरापिसक्यो होला सबलाई कति चढेको होइन कति चढेको अब यहाँ पुलमा खिच्ने भनेको होइन ल होइन पुलमा खिच्ने अनि जाने घर 60 रुपियाँ वसुली हुँदैछ यहाँ तिनजनाको होइन तिनजनाको 60 रुपियाँ वसुली हुँदैछ अनि चाहिँ हामी घर लाग्छौँ फेरि यहाँनिर पालो पर्खिनु पर्ने 10 रुपियाँ तिरेर 3 घन्टा बसेर आउने मान्छे हो ओए दामी आयो यार तर यो यार कहिले काठको पुलमा चढ्नु नपाएको जस्तो पालो पर्खिनु पर्छ तनाव लागिरहेछ मलाई त हवाईजहाज पनि रहेछ यहाँ त हवाईजहाज कि ठिक के अरे यो हवाईजहाज के अरे हवाईजहाज यस्तै भन्दै गर्नु कि यस्तै भन्दै गर्नु फर्स्ट हुन्छ नि फेरि स्कुलमा चाहिँ उयो रहेछ कमलको फुल यो चाहिँ फेरि हवाईजहाज त्यो कमलको फुलै होइन कमलको फुल भनेको यस्तो फ्ल्याट बसेको हुन्छ क्या पत्ताहरू पर फुलेको फुल होइन यो उसको रहेछ यहाँनिर फोटो खिचौँ न गिन्ता माग्दा ल हामी चाहिँ अब यो झन्डा भएको पुलमा पालोमा बसिरहेछ अब यो पालो आएपछि चाहिँ हामी घर जान्छौँ कस्तो दुःख मन है ल यो पुलमा नि मेरो पालो आइसकेको छ फेरि ल यता आउन तिमी पनि हो त्यतिकै हो अब आएन मजा पारा यो पुलमा चाहिँ खास तिम्रो त देखियो होला तारा लु अब फेरि हो नै हुँदैन अहिले चाहिँ हामी यहाँदेखि चाहिँ के भयो अब चाहिँ हामी यहाँदेखि निस्किन लागेको यो पुलहरू सबै पुलहरूमा पालो पर्खिँदा हैरान बेहुलीलाई तिर्खा लागेको ओए लु जाउँ अब हामी चाहिँ यहाँदेखि हिँडेको अब एकछिन यहाँ गर्मी छ बाहिरतिर भिडियो बनाउनुपर्छ ल अहिले चाहिँ हामी यहाँ माथि धरानको फेमस सावित्र थुक्पा पसलमा खाजा आइपुगेको छौँ यहाँ प्रनिसा यहाँ हाम्रो म्याडम अनि यहाँ छु म ओए झन्नै पुग्यो यार ल धन्यवाद सबैजनालाई मेरो भिडियो हेरिदिनु भयो भने हेरिदिनु भएको छैन भने गएर हेर्नु फेरि पनि थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइस अनि अब फेरि नेक्स्ट भ्लग पनि आउनेवाला छ र त्यो भएको हुनाले तपाईँहरूले चाहिँ अझै धेरै सब्सक्राइब गर्नु होला अनि अझै मलाई भिडियो बनाउनु के भन्छ त्यसलाई हौसला मोटिभेट गर्नु होला धन्यवाद थ्याङ्क यू